हेलो नमस्ते। आज पनि नयाँ श्रृङ्खलामा तपाईँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। दक्षिण कोरियाका उपसभापति उहाँलाई म स्वागत गर्न चाहन्छु। हस्, धेरै धेरै है धन्यवाद। सुदूरपश्चिम समाजको अध्यक्ष थिएँ म। यो समय चाहिँ तपाईँले कसरी म्यानेज गर्नुहुन्छ दाइ? सबैभन्दा ठुलो कुरा इच्छा र शक्ति रहेछ। अनि तपाईँले सम्झना लायकको दुई चारवटा काम चाहिँ के गर्नुभयो त दाइ? कस्तो खालको सहयोगहरू तपाईँले गर्दै हुनुहुन्छ उहाँको फ्यामिलीलाई र यहाँदेखिको अब डेड बडी पठाउने प्रक्रियाहरूलाई? हेलो नमस्ते। आज पनि नयाँ श्रृङ्खलामा तपाईँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। हाम्रो सदाझै झोले पोडकास्टलाई हामी निरन्तरता दिइरहेको छौँ। आज सदाको भन्दा फरक विषयवस्तुहरूमा हामी कुराकानी गर्नेछौँ। नेपाली काङ्ग्रेसका युवा नेता, नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका उपसभापति तथा सुदूरपश्चिम समाजका संरक्षक र विभिन्न सङ्घ संस्थाहरूमा आबद्ध रही विगत लामो समयदेखि सक्रिय रूपमा सामाजिक कार्यहरू गरिरहनु भएका युवा बुद्धिजीवी श्री जितेन्द्र सिंह महताज्यूलाई यस कार्यक्रममा म स्वागत गर्न चाहन्छु। अबको कुराकानी उहाँसँग हुनेछ। जितेन्द्र सिंह महता दाईलाई उहाँलाई म स्वागत गर्न चाहन्छु। हस्, धेरै धेरै धन्यवाद। मेरो यो ढोले पोडकास्टको निम्तोलाई अर्थात् निमन्त्रणलाई स्वीकार गरेर आउनुभयो, तपाईँलाई एकदमै धन्यवाद छ है। आउनुहुन्छ जस्तो त मलाई लागेकै थिएन, तर पनि आइदिनु भयो, खुसी लाग्यो। भाइहरूको माया ममताले म जहाँ बोलाए पनि म आउँछु। तपाईँहरूको मायाले चाहिँ नि म आएँ। तपाईँ एकदम सरल र सहज हुनुहुन्छ, त्यो मलाई थाहा थियो। धन्यवाद त्यसको लागि। ठिक छ। अनि तपाईँ कोरिया आउनुभएको कति भयो दाइ? म कोरिया आएको धेरै भइसक्यो। आज कति भनौँ 13-14 वर्ष जति भइसक्यो। 13-14 वर्ष भइसक्यो है। हजुर। 13-14 वर्षमा तपाईँले कोरियाको व्यस्त जीवनशैली सँगसँगै तपाईँले धेरै सङ्घ संस्थाहरूमा आबद्ध भई कामहरू गर्दै आउनु भएको छ। यो समय चाहिँ तपाईँले कसरी म्यानेज गर्नुहुन्छ दाइ? सबैभन्दा ठुलो कुरा इच्छा र शक्ति रहेछ। इच्छा शक्तिले गर्दा हामी एउटा मानव भइसकेपछि मानवीय सेवा र भावका आधारमा कोरियामा रहेका नेपाली विभिन्न संस्थाहरूमा चाहिँ सहयोग गरौँ। त्यो सँगसँगै नेपाली समुदायको हित र भलाइका लागि सबैसँग हातेमालो गरौँ भन्ने ध्येयले केही चाहिँ इच्छा शक्तिले गर्दा परिस्थितिलाई पनि चिरेर लान सकिन्छ नि। एकदमै त्यसैको चाहिँ नि आधारमा भनौँ तपाईँहरूको सबैको माया ममता एउटा साथ सहयोगले विभिन्न ठाउँमा चाहिँ नि उपस्थिति जनाउने मात्र होइन। यो कोरियामा त फिजिकल्ली मेन्टली सबै काम गरिरहँदाखेरि अब विभिन्न सङ्घ संस्थामा पनि आबद्ध भइरहँदा अब निकै गाह्रोको बावजुद पनि तपाईँले धेरै कामहरू गर्नुभएको छ, गर्दै आउनु भएको छ। अनि तपाईँले सम्झना लायकको दुई चारवटा काम चाहिँ के गर्नुभयो त दाइ? सम्झना लायक काम चाहिँ नि म सुदूरपश्चिम समाज दक्षिण कोरियाको अध्यक्ष हुँदै गर्दाखेरि सुदूरपश्चिम समाजलाई चाहिँ विभिन्न भइपर्याउने काम त गरियो। जब 2072को भूकम्प आयो, भूकम्पको बेला चाहिँ नि सुदूरपश्चिम समाजको अध्यक्ष थिएँ म। 2072तिर यहाँ चाहिँ कोरियाको अध्यक्ष थिएँ। त्यतिखेर चाहिँ नि हामीले गोर्खामा 2टा स्कुलहरूमा चाहिँ नि जस्ता पाता गरेर त्यहाँको चाहिँ नि स्कुललाई चाहिँ नि बनाउने कामदेखि लिएर नुवाकोट, धादिङ अनि त्यसै गरी काभ्रे अनि तपाईँको सिन्धुपाल्चोक लगायतका विभिन्न ठाउँमा सुदूरपश्चिम समाजको तर्फबाट हामीले चाहिँ नि त्यतिखेर कम्तीमा 15 लाख नेहरू बराबरको हामीले राहत सामग्रीहरू वितरण गऱ्यौँ, जसको नेतृत्व हामीले गऱ्यौँ। तर सबैको अब सुदूरपश्चिमका दाजुभाइहरू बढीभन्दा बढी दाजुभाइहरूको सहयोगले उहाँहरूको सहयोग र अरू नेपाली समुदायको चाहिँ नि सहयोगले हामीले चाहिँ नि धेरै पुण्य काम गऱ्यौँ जस्तो लाग्छ त्यतिखेर। अब यहाँबाट प्रवासबाट चाहिँ नि त्यतिखेर र त्योभन्दा अरू कामहरू पनि हामीले चाहिँ सम्झन लायक। अब हामीले मुगुकी मेस्सी भनेर एउटा डकुमेन्ट्री यहाँ चाहिँ नि ल्यायौँ। त्यो ल्याएर चाहिँ नि हामीले मुगुमा पनि शैक्षिक पूर्वाधारमा टेवा पुर्याउने हिसाबले मुगुकी मेस्सी डकुमेन्ट्री हेरौँ। कर्णालीको मुगुको शैक्षिक सुधारको लागि चाहिँ टेवा पुर्याउँ भन्ने टेवा पुर्याउँ भन्ने हेतुले चाहिँ नि त्यतिखेर यो समाजहरू सुदूरपश्चिम समाज त थियो। अनि कर्णालीका समाजहरूमा चाहिँ नि त्यति चर्चामा आएका धेरै समाज थिएनन् होला। सुदूरपश्चिम समाजको कुरा गरिरहँदाखेरि त विशेष गरी सागर कार्कीको मृत्यु प्रकरण
अहिले हामी सामाजिक सञ्जालमा हामीले हेरिरहेछौँ, देखिरहेछौँ र तपाईँले यस्तै धेरै पुण्य कामहरू गरिरहेको छु भनिराख्दाखेरि उहाँलाई चाहिँ कस्तो खालको सहयोग गर्न सक्नुहुन्छ त नि तपाईँले? अर्थात् कस्तो खालको सहयोगहरू तपाईँले गर्दै हुनुहुन्छ उहाँको फ्यामिलीलाई र यहाँदेखिको अब डेड बडी पठाउने प्रक्रियाहरूलाई कसरी तपाईँले सहजीकरण गर्दै हुनुहुन्छ? अहिले एकदमै दुःखदायक घटना छ। हाम्रो सुदूरपश्चिम कैलाली घर भएका सागर कार्की जो कोरियामा अहिले चाहिँ नि 5-6 महिनादेखि बेरोजगार हुनुहुन्थ्यो। बेरोजगार हुँदै गर्दाखेरि उहाँ एउटा कोठामा सेल्टरमा बस्नुहुन्थ्यो। त्यो सेल्टरमा चाहिँ नि उहाँको अब राति भनौँ आजभन्दा 6-7 दिन अगाडि चाहिँ नि असामयिक देवसान भएको खबर थाहा पाइयो। त्यो चाहिँ अब कसरी भयो भन्ने कुराहरू चाहिँ अब पुलिस रिपोर्टको प्रारम्भिक नतिजा अनुसार उहाँ चाहिँ नि सुतेकै अवस्थामा या कोठाभन्दा बाहिर कुनै मान्छे नआएको, कुनै अरू एक्लै कोठामा बस्ने र कोठाभन्दा चाहिँ नि कुनै मान्छेहरू चाहिँ नि बाहिर थिएनन् या कुनै उहाँ सिङ्गल हुनुहुन्थ्यो। अब सिङ्गल हुँदै गर्दाखेरि अलिकति खानपान सँगसँगै उहाँको चाहिँ नि राति अब चाहिँ नि सुतेकै अवस्थामा चाहिँ नि डेथ भयो भन्ने कुराहरू चाहिँ नि छ पुलिसको रिपोर्ट अनुसार, कोरियन पुलिसको रिपोर्ट अनुसार प्रारम्भिक कुराहरू। अब त्यसको डिटेल अझै चाहिँ नि आउला। अब नेपाली दूतावास दक्षिण कोरियासँग हाम्रो चाहिँ उपनियोग प्रमुखज्यू लगायत हाम्रो चाहिँ नि त्यहाँको अधिकृत सर हाम्रो चाहिँ नि लगायत अब चाहिँ नि सबैस्त हाम्रो मेघनाथ पौडेल सर दूतावासमा कार्यरत हुनुहुन्छ, त्यसै जिनिम अधिकारी सर, उहाँ हाकिम साहब लगायत डिसिएम सर हाम्रो चाहिँ नि भट्टराई सर लगायत सबैस्त एकदमै कम्युनिकेसन भइराखेको छ। अब डेथ बडी चाहिँ नि नेपाल पठाउने विषयमा पनि यो बिचमा चाहिँ नि बिदा पर्यो, यहाँको सलनालको बिदा। त्यो बिदाले गर्दाखेरि चाहिँ नि 4-5 दिन चाहिँ बिदा भयो। त्यो बिदामा चाहिँ नि कुनै काम पनि अफिसियली हुन सकिएन र अनि अहिले चाहिँ उहाँको भाइ पनि विद्यार्थी भिसामा कोरियामा हुनुहुन्छ पुष्कर कार्की। उहाँलाई पनि अब सान्त्वना दिने र उहाँलाई भेटघाट गरियो। अनि उहाँको परिवारसँग पनि नेपालमा कम्युनिकेसन भइराखेको छ र अब सबै लासको चाहिँ नि उतातिरबाट नेपाल पठाउने सम्बन्धमा वैदेशिक रोजगार बोर्डमा उहाँहरूले चाहिँ नि पालिकाबाटै निवेदन गरेर अब फेरि चाहिँ हामी यहाँ अब लिगल प्रोसेस हुन्छ। त्यही प्रोसेस मार्फत सुदूरपश्चिम समाजले अहिले सबै त्यहाँको अहिले सुदूरपश्चिम समाजका अध्यक्ष ओम साउज्यू लगायत त्यहाँको कार्य समितिले अहिले यहाँ कोरियामा लाग्ने लागत खर्च कति छ त्यसको चाहिँ नि भनौँ न यहाँ अब डेथ बडी रहेको स्थानमा यहाँ त्यो चाहिँ नि सब राखिएको ठाउँको पनि पैसा तिर्नुपर्छ। अब अरू कुराहरू केही खर्च लाग्छ त्यो समाजको सबै हामी साथीहरू मिलेर या समाजले चाहिँ नि अध्यक्ष लगायत हाम्रो साथीहरूले चाहिँ नि सहयोग गर्ने। अब बाँकी लास पठाउने कुरा चाहिँ नि नेपाली दूतावासले चाहिँ नि सहजीकरण गरेर सक्दो चाँडो चाहिँ नि अब यो 1-2 दिनभित्रै नेपाल लास पठाउने कुरामा लागिरहेका छौँ। अब त्यो सम्बन्धमा हामीले गरिरहेका छौँ। ठिक छ। तपाईँ कोरियाको सङ्घ संस्थामा आबद्ध भइरहँदाखेरि कोरियाको सङ्घ संस्था र सामाजिक कार्य र राजनीतिक कार्यहरूलाई कसरी लिएर जान सक्नुहुन्छ दाइ यस्तो व्यस्त बावजुद पनि? खासमा चाहिँ नि सामाजिक र राजनीतिक भनेको एक सिक्काका दुई पाटा जस्तै हुन्। समाजमा चाहिँ नि राजनीति भनेको राजनीति सबैले बुझ्नुपर्छ। राजनीतिले देश चल्छ। राजनीतिले चाहिँ सबै कुराहरू राजनीतिले नै हुने हो। यो कस्तो कि नीतिहरूको मूल नीति नै राजनीति पुरै देशको नीति नै राजनीतिले नै समाजलाई पनि गाइड गर्छ हैन। त्यही भएर समाज र राजनीति भनेको चाहिँ नि एकअर्काका परिपूरक हो एकदमै। अनि त्यो हुँदै गर्दाखेरि पनि हामी चाहिँ नि जसरी कोरियाको समाजहरूमा छौँ, जुन समाजमा बस्यौँ या जुन संस्थामा बस्यौँ, कुनै एउटा विचारधाराको मान्छे हामी छौँ भने पनि त्यहाँ चाहिँ त्यो संस्थाभित्र चाहिँ नि त्यस्तो राजनीति चाहिँ नि गन्दाउनु हुँदैन। राजनीतिक कामहरू हुनुपर्छ। तर हामी चाहिँ राजनीति कस्तो राजनीति हो भन्दाखेरि कोरियाको राजनीति होस् या हामी चाहिँ नेपालमा गएर पनि सबैको सम्मान गर्दै, सबैका विचारहरूको कदर गर्दै, सबै जात जाति भाषा धर्म लिङ्ग क्षेत्र सबैलाई चाहिँ नि सम्मान गर्दै सबैलाई चाहिँ सम्मान गर्दै हामीले गर्ने कामहरू कार्यहरू त्यो देश र समाजका लागि चाहिँ नि हुनु पर्यो।
त्यो भनेको कस्तो सेवाभावका आधारमा कुनै पनि रान्ति भनेको कोरियाको रान्ति भनेको कुनै पनि किसिमको सत्ता र भत्ताको रान्ति होइन हुँदैन। होइन त्यो हामीले चाहिँ नि हामी कुनै पदका लागि भन्दा पनि हामी चाहिँ नि केही काम गरौँ पदमा रहे पनि नरहे पनि अनि यो मानवीय सेवाभावका आधारमा मानव कुनै एउटा मान्छे चाहिँ नि केही समस्यामा पर्छ चाहे त्यो पूर्वको होस् चाहे त्यो चाहे त्यो पश्चिमको पश्चिमको होस् होस्, चाहे उत्तरको जुनसुकै होस् चाहे जुनसुकै दक्षिणको होस् ठाउँको होस्। चाहे जुनसुकै जात धर्म लिङ्ग भाषी होस् त्यो तर त्यसलाई समस्या पर्यो भने त्यसको नागरिकता या सदस्यता त हेरिँदैन हेरिँदैन। त्यो मान्छे चाहिँ नि नेपाली हो भन्ने बित्तिकै चाहिँ कहाँको के हो यो किन भयो भन्ने एकचोटि किसिमको चाहिँ जानकारी लिएर त्यसलाई जानकारी पनि लिने हामीले हामीले के सक्ने खालको सहयोग गर्न सकिन्छ भन्ने कस्तो सहयोग गर्न सकिन्छ हो त्यो खालको सहयोग गर्न त्यो सकिन्छ त्यो है। त्यही हाम्रो सामाजिक भाव नै त्यो चाहिँ नि यहाँको मलाई लाग्छ सामाजिक कार्य हो। सामाजिक कार्य हो त्यही नै हाम्रो चाहिँ अरू केही पनि छैन यहाँ चाहिँ नि कुनै त्यही नै रान्ति हो जस्तो लाग्छ त्यही भएर चाहिँ नि समाज सेवा गर्ने एउटा चाहिँ जुन किसिमको हाम्रो सक्दो फेरि चाहिँ हामी फुल टाइमर पनि होइनौँ हामीले सक्ने आफ्नो चाहिँ नि आफ्नो जीवनयापन जीवन सँगसँगै आफ्नो परिवार घरेसी समाज कुराहरूलाई देश घरियासी मिलाउँदै सबै पनि कुराहरूलाई मिलाउँदै अहिले अलिकति चाहिँ बचेको समय हामीसित बचेको भएको चाहिँ नि केही जोस बचेको समय र केही जागर थोरै खाजा खाने पैसाहरू बचाएर कतै अभावमा परेको व्यक्तिलाई उद्धार के गरौँ न उद्धार भन्ने गर्न खालको है। सकिन्छ कि दिन दुखीहरूलाई केही सहयोग गर्न सकिन्छ कि त्यो सहयोगले उनीहरूलाई केही हुन्छ भने त सहयोग गर्नु पनि पर्छ एकदमै है दाइ। एकदमै ठिक छ अब हामी तपाईँको पनि समय कम होला हामी कुराकानी पनि अन्त्यमा छौँ फेरि हामी दाइहरूसँग भेट्छौँ नै र अन्त्यमा तपाईँलाई के भन्न चाहेँ भने तपाईँले यो कोरियामा रहेका नेपालीहरूलाई के सन्देश दिन चाहनुहुन्छ कस्तो खालको के भन्न चाहनुहुन्छ उहाँहरूलाई चाहिँ यहाँको जीवनयापन तपाईँ त लामो समयदेखि बसोबास गर्नुभएको व्यक्ति हो उहाँहरूलाई चाहिँ कसरी जीवनयापन गर्नु भने उनीहरूले सरल र सहज तरिकाले जिउन सक्छन् र सक्नुहुन्छ तपाईँको विचार र तपाईँको भोगाइको आधारमा भनिदिनुहुन्छ कि दाइ। यो कोरियामा बस्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई मलाई लागेको कुरा यो कुरा चाहिँ पहिलो कुरा चाहिँ नि स्वास्थ्य नै धन हो स्वास्थ्य जोगाउनु पर्छ त्यसका लागि चाहिँ नि हामीले स्वस्थ जीवन खानपानदेखि लिएर हरेक कुरामा चाहिँ नि ख्याल गर्नुपर्छ त्यसको लागि व्यायाम तपाईँको चाहिँ नि यो सामाजिक कर्महरू त्यो सँगसँगै चाहिँ नि आध्यात्मिक तौरले तपाईँ चाहिँ योगादेखि लिएर विभिन्न किसिमका चाहिँ नि त्यो कामहरू विभिन्न आफूलाई जे लाग्छ तपाईँ चाहिँ नि तपाईँको गायनमा रुचि छ भने गायन गर्नुहोस् या तपाईँको नाच्नमा रुचि छ भने नाच्नुहोस् या अरू कुरामा जे छ तपाईँलाई जे गरी ठिक हुन्छ तपाईँको चाहिँ नि स्वास्थ्यलाई चाहिँ नि त्यो गर्नुहोस् भन्ने मेरो चाहिँ आग्रह सँगसँगै जो व्यस्त समय छ व्यस्त समयमा चाहिँ धेरै तनाव लिनुभन्दा पनि हामी चाहिँ त्यसलाई चाहिँ नि समयको म्यानेज गर्दै आफ्नो स्वास्थ्यलाई चाहिँ आर्थिक पनि सुधार गर्ने भौतिक सबै कुराको सुधार गर्दै शरीर चाहिँ जस्तो नेपालबाट आएको छ त्यस्तै फर्किनु पर्यो त्यो शरीर हामी नेपालमा चाहिँ हामी पुग्यौँ भने त्यो हाम्रो चाहिँ नि जित हो त्यो चाहिँ नि त्यो जित हुँदै गर्दाखेरि त्यो सबैको हित पनि हो त्यो परिवारको हित हो त्यो समाजको हित हो त्यो राष्ट्रको हित हो किनकि धेरै चाहिँ नि तपाईँहरूलाई थाहा छ कोरिया बस्दै गर्दाखेरि विभिन्न घटना परिघटनाहरू विभिन्न माध्यमबाट हेरिरहनु भएको छ र अर्को निवेदन मेरो के छ कि कोरियामा बस्ने दाजुभाइ दिदीबहिनीहरू सबैलाई चाहिँ खास गरी यो जुन सामाजिक सञ्जाल हामीको युज गर्छौँ त्यसलाई चाहिँ नि एकदमै भ्युज बढाउने हिसाबले अरू कुरा भन्दा पनि केही न केही चाहिँ क्रिएसन केही न केही चाहिँ राम्रो किसिमको चाहिँ समाजलाई मेसेज दिने खालको गरौँ अहिले चाहिँ हामी यो भ्युज बढाउने होडबाजीका नाममा जे मन लाग्यो त्यही गरिराखेका छौँ बोलिदिएका छौँ या चाहिँ हामीले गर्ने कामहरू चाहिँ नि हरेक कुराहरू चाहिँ नि एकदमै हल्का ठट्टाले होइन कि एउटा बौद्धिक किसिमको चाहिँ नि बहस गरौँ राम्रो किसिमको त्यसको चाहिँ प्लेटफर्मलाई सामाजिक सञ्जालको प्लेटफर्महरूलाई चाहिँ राम्ररी प्रयोग गरौँ यो चाहिँ नि एकदमै अब हाम्रो कस्तो छ कि नेगेटिभिटी बढ्दै गएको छ हाम्रो समाजमा त्यो समाजमा चाहिँ नेगेटिभिटीले होइन सकारात्मकता कसरी ल्याउन सकिन्छ हामी पोजिटिभ कसरी हुन सक्छौँ एकअर्काप्रति होस् कि एक समुदायले अर्को समुदायप्रति होस् कि एउटा दाइले भाइलाई भाइले दाइलाई गर्ने व्यवहार भनौँ या दिदीले बहिनीलाई गर्ने बहिनीले दिदीलाई गर्ने व्यवहार या घर परिवारमा एउटा राम्रो संस्कार पनि विकास पनि अझै राम्रो गरौँ जति छँदैछौँ हामी संस्कार कला संस्कृति सबै कुराका धनी त नेपाली छौँ तैपनि अझै चाहिँ सुनमा सुगन्ध अझै राम्रो गर्दै हुन्थ्यो भूमिका गरौँ र कोरियामा चाहिँ जुन अहिले पछिल्लो समयमा आत्महत्याको दर पनि बढ्दै गइरहेको छ कृपया कसैले पनि यस्तो चाहिँ नि गलत बाटो नरोज्नुहोस्
कसैलाई केही समस्या पर्छ भने नजिकको अगाडि नै निवेदन गरे अनुसार नै साथीभाइहरूलाई भन्नुहोस्। अब त्यही भएर सबै मिलेर चाहिँ नि समाजमा भइरहेका विकृति विसङ्गतिहरूका विरुद्धमा हामी सबै चाहिँ नि आवाज पनि उठाउने, त्यो सँगसँगै सचेत पनि हुने, ठिक र बेठिक चाहिँ हामीले छुट्याउने। हाम्रो चाहिँ नि यो समाज राष्ट्र बनाउने भनेको तपाईँहरू जस्ता सबै हामी युवा मिलेर हो। सबैले एकअर्काको अस्तित्व स्वीकार्न पर्छ र सबै मिलेर चाहिँ नि राष्ट्र बन्छ, समाज बन्छ। तसर्थ हामी चाहिँ सकारात्मकतामा विश्वास गरौँ र जसले बनाए पनि हुन्छ, देश बन्नुपर्छ। तर अब बिरालो कालो होस् कि सेतो होस्, मुसा चाहिँ मार्नु पर्यो होइन। त्यो चाहिँ त्यो भावना चाहिँ नि हामी सबैमा हुनुपर्छ होइन। त्यही हो, हामीले चाहिँ नि सबै कुराहरूको विचार विमर्श गरेर ठिक बेठिक छुट्याएर चाहिँ नि केलाएर मात्रै गर्नुपर्छ जस्तो मलाई लाग्छ। अब हामी आजले यतिकै छुट्छौँ है। ल धेरै धेरै धन्यवाद तपाईँले पनि मलाई चाहिँ नि यो आज अवसर दिनुभएकोमा। यो झोले पोडकास्टमा तपाईँले मलाई निमन्त्रणा गरेर बोलाएर मेरा विचार अभिव्यक्तिहरू राख्ने जुन तपाईँहरूले चाहिँ छोटो समयमा यो समय प्रदान गर्नुभयो, त्यसका लागि म झोले मिडियाका तपाईँ लगायत साथीहरूलाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्न चाहन्छु। धन्यवाद।